हिजोको दिनदेखि नेपाली फिल्म इन्डस्ट्रीमा एउटा नयाँ महाभारत युद्धको सुरु भएको थियो। एकातिर पीताम्बर चलचित्र मास एक्सन सिनेमा मल्टी स्टारर मुभी जसमा दयाहाङ राई, प्रदीप खड्का, अनुविक्रम साई, सौगात मल्ल, दिव्य देव, प्रमोद अग्रहरी, त्यसैगरी यता हिरोइनहरु पनि टिटिन्टा आमा सुरक्षा पन्त, दिव्या रायमाझी, सुपुष्पा भट्ट, त्यसैगरी यता हाम्रो स्पेशल एपियरेन्स रहेका हिरो आर्यन सिग्देल पनि भएको चलचित्र पीताम्बर रिलिज भएको थियो। त्यसैगरी अर्कोतिर भने मुख्य भूमिकामा रहेका छन् यता विपिन कार्की र उक्त चलचित्रभित्र पनि दिव्य देव छन्। भनेपछि एकातिर विपिन कार्की र अर्कोतिर यता सुपरस्टारहरुको झुण्ड। अब यो महायुद्धमा महाभारतमा त यहाँ त ताण्डव हुनेवाला छ भनेर धेरैले अनुमान लगाएका थिए। पक्कै पनि ताण्डव भएको छ। विशेष गरी यो दुईटा चलचित्रले आजको दिनसम्ममा आइपुग्दा दोस्रो दिनमा पाइला टेकेका छन् र दोस्रो दिनमा पाइला टेक्दा टेक्दै यी चलचित्रहरुको बक्स अफिस कलेक्सन कति भयो त? के चलचित्रले फाड्न सक्ने सम्भावना छ, आगो बाल्न सक्ने सम्भावना छ अथवा छैन? के छ स्थिति? यस विषयमा आज हामी चर्चा गर्न गइरहेका छौं। हिजोको दिन कति कमाई भयो यी चलचित्रहरुको र आज शनिबारको दिन कस्तो हुँदैछ, एडभान्स बुकिङको अवस्था कस्तो छ, यस विषयमा मोटामोटी विश्लेषण गर्न गइरहेका छौं। नमस्कार, इट्स मी मण्डकाल, तपाईहरुलाई स्वागत छ फिल्मी रिभ्यूसँग सम्बन्धित बक्स अफिस कलेक्सनसँग सम्बन्धित आजको यस नयाँ एपिसोडमा। सबैभन्दा फर्स्टमा चर्चा गरौं चलचित्र पीताम्बरको बक्स अफिस कलेक्सनको बारेमा। चलचित्र पीताम्बर साँच्चै नै जस्तो नाम छ पीताम्बर मास एक्सन सिनेमा मल्टी स्टारर मुभी धमाका होला भनेको साँच्चै नै धमाका मुभी छ। एक्सनको भरपूर मजा लिन पाइन्छ यो फिल्मभित्र। सस्पेन्स, ट्विस्ट हैन, विभिन्न स्टोरीहरुलाई मिक्सअप गरेर एउटा फुल प्याक मुभी बनाइएको छ। त्यो कारणले गर्दा पनि चलचित्रले चारैतिर अहिले प्रशंसा बटुलिरहेको छ। साँच्चै नै नेपाली फिल्म इन्डस्ट्रीको कम्पेरिजनमा अहिलेसम्मको डाटा अनुसार चाहिँ हामीले हेर्ने हो भने बेस्ट एक्सन मुभी हो भनेर भन्न सकिन्छ। अब यसको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गरौँ। यसको बक्स अफिस कलेक्सन चाहिँ हिजोको दिनमा लगभग राम्रै भएको हामीले जानकारी प्राप्त गरेका छौं। करिब हिजोको दिनमा 80 लाखदेखि 1 करोडसम्मको कलेक्सन भएको हुन सक्ने अनुमान लगाएको छ। लगभगमा बिहानको शो जाँदाखेरि बिहानको शो मिड टाउनमा एकदमै पुरै फुल पनि थियो हैन। त्यसैगरी अन्य हलमा पनि राम्रो अकुपेन्सीका साथ यो चलचित्र चलेको रहेछ। भनेपछि बबाल आगो धमाका उल्का तहल्का भएको थियो हिजोको दिनमा। तर जति हुनुपर्ने हो त्यति चाहिँ अझै पनि होइन। यो चलचित्रले त ओपनिङ 2 करोड भन्दा माथिले ओपनिङ गर्छ भन्ने चाहिँ कुरा थियो, निर्माण टिमको दाबी थियो। तर त्यस्तो चाहिँ अलिकति हुन सकेन। करिब 80 लाखदेखि 1 करोडसम्मको कलेक्सन भएको हुन सक्ने अनुमान लगाइएको छ हिजोको दिनमा, रिलिजको पहिलो दिनमा। अब आजको दिनमा पीताम्बरको अवस्था कस्तो छ त? आज शनिबार, आज त भप्पाल हुनुपर्ने हो। अब वर्ड अफ माउथ यदि स्ट्रङ आयो भने त आजको दिनदेखि त जनसागर नै उर्लेर पुरै टिकटै नपाउनु पर्ने अवस्था आउनु पर्यो नि। यदि 12 गाउँले जस्तै धमाका गर्ने हो भने चाहिँ कस्तो छ त? म तपाईलाई आजको यसको एडभान्स बुकिङको दुधको दुध पानीको पानी भिडियो देखाउँछु। त्यसपछि हामी छर्लङ्ग छुवाङ्ग हुन्छौँ। ओके, ल काठमाडौँबाट सुरु गरौँ है त। पीताम्बरको सोहरू हेरौँ कस्तो छ। बिहान 8 बजेको ल हेर्नुस् भक्तपुरमा हाउसफुल है। ल हेर्नुस् बिहानको सो त हाउसफुल छ है। दिउँसोतिरको सो हेर्नुस् त, बेलुकातिरको सोमा पनि लगभग अकुपेन्सी राम्रो देखिएको छ। भनेपछि हाउसफुल जान्छ आज भक्तपुरमा। छाया सेन्टरमा पनि बिहानको सो लगभग 50% देखियो हैन। त्यसपछि बेलुकासम्मको सोहरुमा पनि हल्का हल्का देखिएको छ। राम्रो बुकिङ जान्छ छाया सेन्टरमा पनि। सिटी स्क्वायरमा बिहान ठीक छ, राम्रो देखिएको छ है। बिहानकै सोमा चाहिँ लगभग 80% को बुकिङ देखियो सिटी स्क्वायरमा। बेलुकासम्मकोमा ठिकै छ। यता हेरौँ त, सिभिल मलमा बिहानमा राम्रो देखियो है। 50-60% देखियो, एकदमै राम्रो छ। ल दिउँसोको बेलुकाको सोहरुमा पनि लगभग ठिकठाक देखिएको छ है। अब दरबार सिनेम्याक्समा हेरौँ त। दरबार सिनेम्याक्स खाली छ है त। दरबार सिनेम्याक्स बेलुकाको सोमा फेरि अलिकति देखियो। लभिङ मल हेरौँ, बब्बाल लभिङ मलमा त आगै बाल्ने भयो है। ठिक छ। यतातिर राइजिङ मलतिर पनि राम्रो गरेको छ है त। ठिक छ। बेलुकाको सोहरुमा पनि हल्का हल्का देखिएको छ है। तर पनि जति हुनुपर्ने हो नि अझै होइन कि भन्ने देखिएको छ। जस्तै भक्तपुरमा लभिङ मलमा जस्तो भएको छ नि, अन्य हलमा चाहिँ अझै भएको होइन कि भन्ने चाहिँ लागेको चाहिँ हो है। अब हेरौँ विराटनगरमा बिहान 8 बजेको सो हेरौँ त। हल्का 11 बजेको हेरौँ, खाली छ है, हल्का ठिक छ। 5 बजेको सोमा नि हल्का देखिएको छ। विराटनगरमा पनि ठिकै छ है। बुटोलमा हेरौँ त। बुटोलमा हिजोको दिनमा राम्रो भएको थियो, आज हेरौँ कस्तो छ।
उही ठिक छ, हाउसफुल भएछ बिहानको त है, दिउँसो पनि लगभग हाउसफुल, बेलुकातिर पनि अलिअलि बुकिङ भइसकेको छ भनेपछि बुटोलमा पुरै हाउसफुल जान्छ आज, पक्का हो। नेपालगञ्ज हेरौँ, नेपालगञ्ज बिहानको सो हेरौँ कस्तो छ, हल्का 30% देखियो बिहानमा चाहिँ, नेपालगञ्जमा पनि ठिकै ठिकै गर्ने देखिएको छ। ठिक छ, अब नारायणघाटमा हेरौँ के छ स्थिति। नारायणघाट 6वटा सो रहेछ, हल्का हल्का खाली है। बिहानको यताको हेरौँ जालमामा हल्का देखियो है, ठिक छ, हल्का देखियो है, ठिक छ। नारायणघाटमा ठिकै गर्ने देखिएको छ, 100% अकुपेन्सीमा त अलि चल्दैन नारायणघाटमा। वान स्टपमा हेरौँ, बिर्ता मोडमा पनि हल्का देखियो है, हल्का देखियो है, ठिक छ। बिर्ता मोडमा पनि ठिकै ठिकै गर्छ भन्ने देखिएको छ। अब हेरौँ हामी अर्को हलमा कस्तो छ स्थिति, अर्को ठाउँ जाउँ है त, हामी दमौलीमा पुगौँ है। तपाईँ कुन ठाउँबाट हुनुहुन्छ कमेन्ट बक्समा लेखिदिन नबिर्सिनु होला है। ल दमौलीमा, दमौली 11 बजेको सो हेरौँ त कस्तो छ, बिहान खाली रहेछ, 6 बजेको खाली नै छ है, ठिक छ। यो बिहानै लिएको भिडियो है, बिहान लगभग 6 बजेतिर लिएको भिडियो, इटहरीमा चलेको छैन, एप चलेन है, सायद हलमा त चल्यो होला। वीरगञ्जमा कस्तो छ स्थिति हेरौँ है त, कतिवटा सो पाएको छ। बिहान 9 बजेको हल्का ठिक छ। त्यसपछि हेरौँ अर्को 11 बजेको सो खाली छ, 3 बजेको सो खाली छ, ठिक छ। अब अर्को जाउँ पोखरामा, पोखरा 9 बजेको सो रहेछ, हल्का खाली 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 है, यस्तो छ स्थिति। अब क्युएफएक्स बाहेक अन्य हलको कुरा गर्ने हो भने मिड टाउनमा राम्रो देखिएको छ यसको अकुपेन्सी, कीर्तिपुरमा राम्रो देखिएको छ, त्यसै गरी यता डिम्याक्समा होइन, बिग मुभिजहरुमा यतातिर राम्रो देखिएको छ अकुपेन्सी। भनेपछि आज शनिबारको दिन चाहिँ अब यहाँनिर चाहिँ कस्तो छ भने काठमाडौँको हलहरुमा अलिकति राम्रो देखियो, त्यसै गरी यता चाहिँ तपाईको बुटोलको हलमा पनि एकदमै राम्रो देखियो अकुपेन्सी भने, त्यो बाहेक अन्य ठाउँमा पोखरामा पनि लगभग राम्रै देखिएको, त्यो बाहेक अन्य ठाउँमा चाहिँ अलिकति भने जस्तो चाहिँ भएको होइन कि एडभान्स बुकिङ, किनभने आज त शनिबारको दिन, तर पनि अब प्रायसो शनिबारको दिन त अन द स्पोट टिकट सेलिङै हुन्छ। मैले आफैले पनि अन द स्पोटै टिकट काटेको हिजो होइन, सुरुमा हेर्दाखेरि चाहिँ खासै त्यस्तो नदेखे पनि वहाँ गएपछि चाहिँ राम्रै देखिएको थियो, भनेपछि सायद त्यही हिसाबले अनुमान लगाउने हो भने पनि आजको दिनमा यो चलचित्रले करिब करिब हिजोको जस्तै 80 लाखदेखि 1 करोडसम्म कमाइ गर्छ कि भनेर चाहिँ अनुमान लगाउन सकिन्छ। अब हेरौँ कस्तो गर्छ, दिनभरिको डाटा कस्तो हुन्छ, दिनभरि कस्तो चाहिँ अकुपेन्सी रहन्छ र कलेक्सन कति हुन्छ भन्ने कुरा त आज बेलुका अथवा भोलि बिहानसम्ममा थाहा होला। तर सोचे जस्तो अझै बवाल चाहिँ छलाङ मारेको चाहिँ छैन हिजोको तुलनामा। सायद अब आज हेरेका दर्शकहरूले पनि अझै एउटा थपेर चाहिँ सायद यसको छलाङ मार्ने समय पनि आउँछ होला, एक्सपेक्ट गरौँ। जोस् यतिको पनि राम्रै हो भनेर भन्न सकिन्छ। तर चलचित्रको बजेटै रहेको छ 5 करोड, यो चलचित्रलाई त मिनिमम हिट हुनुको लागि पनि 10 करोड भन्दा त माथि कमाउनु पर्छ, भनेपछि संघर्ष त छ है चलचित्रलाई हिट हुनको लागि। अब दर्शकहरूले कतिको साथ सपोर्ट दिन्छन् त्यो चाहिँ समयले बताउने कुरा भयो। अब हामी चर्चा गरौँ चलचित्र कर्माको बारेमा। चलचित्र कर्मा पनि एउटा रिभेन्जसँग सम्बन्धित टाइपकै मुभी, एउटा कर्मको फल ब्याक आउँछ भन्ने टाइपको सन्देश बोकेको मुभी कर्मा, एक्सन प्रधान मुभी हो पनि। विशेष गरी विपिन कार्कीले लिड गरेको फिल्म कर्मा यति बेला कस्तो अवस्थामा गुज्रेको छ त, यहाँ सबैको ठुलो प्रश्न चिन्ह खडा भएको विषय हो। विशेष गरी कर्मा चलचित्रले हिजो रिलिजको पहिलो दिनमा करिब करिब 30 देखि 40 लाखसम्मको कलेक्सन गरेको हुन सक्ने अनुमान लगाइएको छ। 30 देखि 40 लाख है, जस ठिकै गरेको छ, हामीले अनुमान लगाएकै टाइपको डाटा आएको छ। र आजको दिनमा चाहिँ कस्तो हुँदैछ त कर्माको, के ग्रोथ बबाले लिँदैछ, के पिताम्बरलाई पनि पछार्ने सम्भावना देखाएको छ, के छ स्थिति, म तपाईलाई एउटा एडभान्स बुकिङको भिडियो देखाउँछु, त्यसपछि हामी दुधको दुध पानीको पानी छर्लङ्गमा बन्छ। ओके ल हेर्नुस्। ओके काठमाडौँबाट सुरु गरौँ है त कर्माको। हामी आज कस्तो छ एडभान्स बुकिङको अवस्था सर हेरौँ, बिहानै लिएको भिडियो हो। ल हेर्नुस्, दिउँसो हेऱ्यो भने फेरि थाहा हुँदैन, दिनभरिको डाटा थाहा हुँदैन है, त्यही भएर बिहानै लिनुपर्छ। ल हेर्नुस्, ठिक ठिकै देखिएको छ, एकदमै हाउसफुल हुने अवस्था पनि देखिएको चाहिँ छैन है। साइन्स सेन्टरमा हेर्नुस् त खाली खाली नै छ, सिटी स्क्वायरहरूमा अलिअलि देखियो,
बिहानकै सोमा पनि अलिअलि देखिएको छ है। बिहानको सो त राम्रो जानुपर्ने हो। सिभिल मलमा राम्रो देखियो है। हल्का देखियो सिभिल मलमा चाहिँ बिहानको सोमा। ठिक छ, अब लभिङ मलतिर पनि हेरौँ, दरबार सिनेम्याक्समा पनि हेरौँ। दरबार सिनेम्याक्समा हेरौँ त खाली रहेछ, बेलुकातिर पनि खाली छ है। लभिङ मलमा हेरौँ के छ स्थिति। पिताम्बरको भन्दा निकै कम छ है एडभान्स बुकिङ। अब हेरौँ विराटनगरमा के छ स्थिति। विराटनगरमा एउटा मात्रै सो दिएको छ जम्मा। ल हेर्नुहोस् त्यो पनि खाली छ, सो पनि कति कम भएको छ है। बुटोलमा हेरौँ त के छ स्थिति। बुटोलमा हिजो राम्रै गरे चाहिँ लाग्थ्यो। अब हेरौँ कर्माको बुटोलमा के छ स्थिति। एउटा मात्रै सो, एक लाइन है। यो एक लाइन त प्रायः जुन फिल्म पनि हुन्छ, खासै देखिएन बुटोलमा नि है। नेपालगञ्जमा हेरौँ कतिवटा सो छ, 2टा सो रहेछ। बिहानको सो हेरौँ त 11:30 को खाली खाली। अब नारायणघाटमा हेरौँ के छ स्थिति कर्माको। खाली, बिहानको नि खाली छ है। खाली, ओहो खाली। रातो देख्न पाए हुन्थ्यो भनेको, सेतै सेतो छ है, एउटा पनि रातो छैन नारायणघाटमा त। भनेपछि बिजोग स्थिति छ है कर्माको त। बिर्तामोडमा हेरौँ के छ स्थिति। एउटा सो जम्मा, 2 जना। ठिक छ, रातो आयो बल्ल। अब हेरौँ दमौलीमा कर्माको के छ स्थिति। एउटा सो, खाली। अब इटहरीमा चलेको छैन। ल हेर्नुहोस् वीरगञ्जमा हेरौँ के छ स्थिति। एउटा सो जम्मा, खाली। ओ माई गड। पोखरामा कस्तो छ स्थिति हेरौँ त। 2टा सो रहेछ, बिहानको सो हेरौँ त। 2 जनाको बुकिङ देखियो है। खाली। भनेपछि प्राय खाली खाली नै देखिएको छ चलचित्र कर्माको। र आज अब अन द स्पोट टिकट सेलिङ राम्रै भयो भने त छुट्टै कुरा, नत्र भने आज चाहिँ चलचित्रको कलेक्सनमा वृद्धि होइन गिरावट आउन सक्ने सम्भावना प्रबल मात्रामा छ। आजको दिनमा चलचित्र कर्माले करिब 15-20 लाख बराबरको कलेक्सन गर्छ कि भन्ने चाहिँ अनुमान लगाउन सकिन्छ एडभान्स बुकिङलाई हेर्दाखेरि। अब अन द स्पोट टिकट सेलिङ राम्रो भयो भने 25-30 लाख 40 लाखसम्म पनि कमाइ गर्ला हिजोको जस्तै। तर अहिलेको स्थिति हेर्दा चाहिँ अलिकति हिजोको तुलनामा अलिक घट्ने हो कि भन्ने सम्भावना चाहिँ देखिएको छ। तपाईहरुलाई के लाग्छ कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। चलचित्र कर्मलाई पनि अलिकति गाह्रो छ, किनभने चलचित्रको हाइप नभएर हो कि अलिकति विपिन कार्कीको एउटा चाहिँ स्टारडमले अलिकति काम नगरेर हो कि के हो, खासै दर्शकहरूले चासो दिएर यो फिल्म हेर्न गएको देखिएको चाहिँ छैन। तपाईहरुलाई के लाग्छ कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। विशेष गरी पिताम्बर अगाडि लम्पदै गरिरहेको देखिएको छ, तर पनि पिताम्बरलाई संघर्षसहित हुनको लागि, किनभने बजेट धेरै छ भने त कर्मालाई भने अलिकति गाह्रो हुने देखिएको छ। खासै राम्रो एडभान्स बुकिङ छैन, दर्शकहरूको साथ सपोर्ट पनि त्यति जबरजस्त भएको होइन कि भन्ने चाहिँ अनुमान लगाइएको छ। तपाईहरुलाई के लाग्छ यो दुईटा चलचित्र मध्ये कसले आफ्नो लगानी उठाउन सफल होला, कुन फिल्म हिट होला, तपाईहरुलाई के लाग्छ, अथवा ब्लकबस्टर होला, कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। आजको दिनमा शनिबारको दिनमा चाहिँ तपाईहरु कुन फिल्म हेर्न जाने योजना बनाउनु भएको छ त्यो पनि कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। नेपाली चित्र माया गरौँ, नेपाली चित्र साथ सपोर्ट दिऊ। जय नेपाल, जय नेपाली सिनेमा। Have a good time. Bye bye.